इन्द्रावती नदी अविरल रूपमा बगिरहेको छ। धेरै कथाहरू छन् यो इन्द्रावती नदीका। नदी किनारैमा छ एउटा बस्ती जहाँ 56वटा घरहरू चिटिक्कसँग सजिएको देख्न सकिन्छ। बस्तीमा लुकेका छन् अनगिन्ती संस्कृति, यथार्थ जिन्दगीका दृश्यहरू, लुकेका सपनाहरू अनि ग्रामीण भेगका जीवनशैलीहरू। यो बस्तीमा पुगेर जिन्दगीको परिभाषा बुझ्ने र एक दिन बिताउने निर्णय गर्यौँ हामीले। भिर, पाखा, जङ्गल, नगरकोटको मनोरम दृश्यहरूलाई आँखामा सजाउँदै अनि सेमसिम पानीमा रुच्दै हामी हुइकिरह्यौँ। नगरकोट, मण्डनदेउपुर, कुन्तबस्सी, रायोबारी, आमगारी, जोगिटारलाई पनि फेरो मार्न पुगियो। जोगिटार भन्ने स्थानबाट लगभग 3 किलोमिटर टाढा पुगेपछि हल्देटार भन्ने ठाउँ आउँछ। त्यही हल्देटार मुनि एउटा लामो पुल रहेको छ। सिन्धुपाल्चोक र काभ्रेलाई यही पुलले जोडेको छ। त्यही पुल तरेर जानु पर्दछ यो बस्तीमा। रातको 8 बजेको थियो। पुल लामो थियो र अग्लो स्थानमा पनि। पुल मुनि इन्द्रावती नदी एकनासले बगिरहेको थियो, सुसाइरहेको थियो। रातको समयमा यो खोला किनारामा उभिँदा मुटु ढक्क फुलेको आभास पनि भयो। यो पुलबाट बाइक कसरी लाने होला, बडो दुधारमा परियो। तैपनि 8 गरेपछि हुँदो रहेछ। फुत्तै हामीले बाइकलाई पनि यही पुलबाट पार गराएरै छाड्यौँ। रात भएकोले होला यति धेरै घरहरू भए तापनि शून्य थियो बस्ती। चकमन्नता छाएको थियो। खाना खाएर सुतेको हुनुपर्छ भन्ने हाम्रो ठम्याइ छ। हामी बास बस्यौँ सीताराम माझीको घरमा। सीताराम माझीको घरको खानाको स्वाद जिब्रोमा गडिरह्यो। बडो मिलनसारको हुनुहुँदो रहेछ सीताराम माझी। सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी वडा नम्बर 9 मा पर्ने नमुना एकीकृत माझी बस्ती रातको समयमा यस्तो देखियो। बसन्त सर, अब टाढा बाटो आइयो, गाह्रो पनि भइछ, खाना नि खाइहाल्यो। अब हामी बिस्तारै सुत्नुपर्छ। भोलि अब छिटै निस्किनु पनि पर्छ। धेरै ढिला भयो कि आउनलाई। हामी ढिला भयो, टाढाको बाटो, अँध्यारो भयो कि अँध्यारोमा केही पनि देखिएन। अनि गाह्रो पनि भयो। बाटो पनि त्यो पुल बल्ल बल्ल तर्लियो। गाह्रो, कस्तो डर लाग्यो नि, झसङ्ग भयो नि मलाई त। त्यहाँबाट बाइक ल्याउँदाखेरि कस्तो गाह्रो भयो भने। बाटै खराब। ल ठिकै छ, अब थाकिएको छ, खानासाना खाइहाल्यो। आज त सुतौँ, कति निमाएर सुत्नु है। हस् न, हस्। अब खाने उज्यालो भएन, उज्यालो भएन। उज्यालो भइसकेको छ कि ल उज्यालो भइसक्यो। अब हातमुख धोएर जानु पर्यो। हस्, हुन्छ। एकछिन है। हिजो धेरै हामी थाकेका थियौँ। अब साथी पनि सुतिरहेको हुनुहुन्छ। अब हामी तयार भइहाल्छौँ। बस्दै गर्दा हामी आइहाल्यौँ है। त्यो सबै हेर्नुपर्छ अहिले खोलातिर गएर। बिहान हातमुख धोएर माझी बस्तीलाई फेरो मार्ने, बस्तीका आत्मीय मनहरूसँग भलाकुसारी गर्ने भन्दै हामी पनि बाहिर निस्कियौँ। मकै छर्ने बेला हुन लाग्यो, के गर्ने खोइ। त्यही त पर त काल। बिहानै उठाउने झिल्के माझी अनि स्थानीय वासीहरूसँग एकछिन गफ मारियो। यहाँभन्दा अगाडि पानी परेको कि थिएन? योभन्दा अगाडि पानी पर्यो, भर्खर सुरु भयो। ए, तपाईँको नाम चाहिँ के हो? सुकुली माझी। कति वर्ष हुनुभयो? 70। ए, अनि छोराछोरी कहाँ छन्?
कतिजना छन् छोराछोरी? 9वटा? 9वटा जन्माउनु भएको? ए अनि तपाईँ अहिले एक्लै? हजुर 9वटै आफ्नो ठाउँमा छन्? ए तपाईँ यहाँ के गरेर बसिरहनु भएको छ? अनि खाना बनाएर खान सक्नुहुन्छ? ए अनि अहिले यो बस्ती अलिकति अर्कै भएछ है? पहिला यस्तो थियो त? थिएन नि? ए यो कसले यस्तो बनाएको थाहा छ? थाहा छैन नि? ए अनि बुवाको नाम चाहिँ के होला? मेरो नाम गुन्डा माझी। गुन्डा माझी? नामै गुन्डा? हजुर। पहिला तपाईँ गुन्डा त हुनुहुन्थ्यो? नाम चाहिँ गुन्डा। नाम चाहिँ गुन्डा राखेको? कति वर्ष हुनुभयो? म 52 वर्ष। 52 वर्ष हुनुभयो? ए गाउँमै बस्नुहुन्छ? गाउँमै। पहिल्यैदेखि यहीँ हो कि? पहिल्यैदेखि नै। भनेपछि धेरै जसो चाहिँ यतातिरका मान्छेहरू विदेश जान्छन् नि, पहिला विदेशतिर जानु भएन? गएन, जान्छ गयो। हामी दिल्लीसम्म पुग्यो। दिल्ली चाहिँ गयो। दिल्ली पुग्नुभयो? दिल्ली बम्बई। के काम गर्नुहुन्छ नि अहिले यहाँ? यहाँतिर कमाइ खेती गर्ने। कमाइ खेती? कसको? यता पारीतिरको कमाउनुहुन्छ कि? होइन, आफ्नै हो। आफ्नै? जति छ आफ्नै। ए खानालाई पुग्छ? खानालाई त्यही धौधौै हुन्छ। छोराछोरी? छोरा 6वटा। 6वटा? कहाँ कहाँ छन्? पुटलतिर छन्, कोही उसमातिर छन्, मद्रासतिर छन्। भनेपछि आफ्नो तरिकाले सबैले गरी खाएका छन्? आफ्नो तरिकाले। ए अनि हजुरको नाम नि? झिल्के बहादुर। के भन्नुभयो? झिल्के बहादुर। झिल्के? तपाईँ साँच्चै झिल्के हुनुहुँदो रहेछ नि? ए कति वर्ष हुनुभयो? म 8 सालको। अहिले कति भयो? ए गर्दैन त एकचोटि? तपाईँको दाँत गएछ नि? छैन, केही पनि छैन। केही पनि छैन? देखाउनु त एकचोटि मलाई। ए त्यो सबै गएछ नि? ए कति वर्ष हुनुभयो? 80? होइन, म चाहिँ जन्मेर 8 सालको हो। हर्ताकर्ता हुनुहुन्छ नि अझै पनि? खै के हो नि, कपडा लगाएर काम गर्न सक्नुहुन्छ? अलिअलि। छोराछोरी? छोराछोरी छन्। कहाँ छन्? 3टा छोरा, छोरी 5वटा। 5वटा? 8वटा? 8वटा। अनि अहिले यतैतिर छन् कि? काठमाडौँ सब। तपाईँ एक्लै हो? छोरा चाहिँ एउटा कान्छो छोरो? ए कहाँ हुनुहुन्छ नि कान्छो छोरो? आफ्नो घरमै छ, गाउँको मास्टर चलाउनु। अनि सुन्नु न, पहिला थियो नि माझीहरूको यो पित्रहरू त्यस्तो हुन्छ नि यहाँ अहिले? राम्रै हुन्छ नि? ए अनि तपाईँहरूले यो बोल्ने जुन भाषा छ नि, त्यो माझीको छुट्टै भाषा छ कि? होइन, छनु त छ। हाम्रो त्यो भाषा गरे अलिअलि आउँछ तपाईँहरूलाई त्यस्तो? त्यो पनि मान्छेहरूको गीत छ नि एउटा गीत गाउन आउँछ तपाईँहरूलाई? त्यो पुराना गीतहरू त्यो माझी समुदायले गाउने? त्यो पनि हामी त बिर्सिसक्यो, बुढो भइसक्यो। के आउँछ अहिले? त्यही नै हो। आमालाई आउँछ? आउँदैन है? केही सम्झनै छैन ती? हजुरलाई याद छ? हजुरलाई याद छ? पुरानो छ। लगाइदिनु त मजाले। लाठी भिर्ने ढोलकी दारीमा लेखा छ, दारीमा लेखा छ। यसै त घरको पितरलाई ल्याउने छ। यो चाहिँ तपाईँको पितृमा गाउने गीत रहेछ नि? अर्को कुनै यस्तै तपाईँहरूलाई थाहा छैन? आमालाई थाहा छैन? बिर्सिनु भएछ नि आफ्नो गीत? हो। अनि अहिले नि यो पहिला धेरै माछा मार्नेहरू देख्थ्यौँ नि हामी है इन्द्रावती खोलामा। अहिले त्यस्तो माछा मार्नेहरू कोही सबैले छोडे कि यो पुर्जौली पेसा? अलिअलि गर्दैछ। पहिलेको पेसा चाहिँ छोडेको छैन। हो। अहिले पनि गर्नुहुन्छ? ए माछा मार्ने गर्नुहुन्छ? खोला तर्नु सक्नुहुन्छ नि अहिले? ए पछि माछा भेटिन्छ कि भेटिँदैन? पहिला जस्तो चाहिँ भेट्दैन अहिले। भेट्दैन। तर माछा मार्ने काम चाहिँ गरिरहनु भएको छ? त्यो चाहिँ पेसा छ। अलिअलि हामीले चाहिँ अब यसो तरकारी खाना चाहिँ तरकारी खानलाई गरिरहनु भएको छ। ए
ए भनेपछि गाउँमा युवाहरू त त्यति हुनुहुन्न कि आजभोलि है? आजभोलि युवा केटाहरू सबै बाहिर बाहिर यो कुरा खाना चाहिँ घरतिर छु। घरतिर हुनुहुन्छ। घर यसो आफ्नो खेतीहरू लगाउनु पनि त खेतीबाली लगाउनु बेला भयो होइन। अब छोराहरू भई जम्मै बाहिर बाहिर अनि घरमा पनि बसेर तिर्छ जाँदैन के खाने होइन। आमा यो पहिला यो नि साना साना घरहरू थिए नि पहिला है? साना साना खरले छाका घरहरू थिए पहिला होइन त? होइन धेरै वर्ष अगाडि हामी आउँथ्यौँ नि त साना सानामा यहाँ होइन। यहाँ आउँदाखेरि तपाईँको त्यो खरले छाका घरहरू थिए अनि ठुलो थियो अर्कै थियो नि त गाउँ। अहिले त हेर्नु त पुरै यस्ता घरहरू बनेका छन् यहाँ यस्तो भएको छ होइन। यो चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई? पहिलाको राम्रो कि अहिलेको राम्रो आमा भनिदिनु त? अहिलेको राम्रो भने सुख सुविधाहरू छ। ए भनेपछि भुइँचालो सम्झनुहुन्छ नि है? भुइँचालोले सत्यानाश गर्यो। यत्रो बस्ती बन्यो है? ए ल भनेपछि तपाईँहरू खुसी नै हुनुहुन्छ। अनि आज माछा मार्ने होइन? माछा मार्नलाई फुर्सद छैन। जानुपर्छ आज माछा मार्न जाने तपाईँ हामी है? हामी पनि तल जान्छौँ खोलामा माछा मार्नुपर्छ है। जाल छ कि छैन? जाल कुनै कुनैको छ अहिले त घरमा छ। अहिले मलाई कहाँ त्यो जाल पाइन्छ देखाउनु ल है? अनि माछा मार्न जाने। गुण्डा माझी, झिल्के माझी अनि सुकुली माझीसँग मिठा गफ भए मन जोडियो यो बस्तीसँग। मिलन माझी मार्फत यो बस्ती निर्माणको विषयमा प्रत्यक्ष रूपमा धेरै कुराहरू बुझ्ने मौका पायौं। गुण्डा माझीले माझी समुदायको गीत गाएर मन प्रफुल्लित बनाए, बस्तीलाई सङ्गीतमय बनाइदिए। यसै त घरको पितरलाई ल्याउनेका छ। पहिलाको माझी बस्ती र अहिलेको माझी बस्तीमा आकाश पातालको फरक रहेको छ। 2072 सालमा सबै घरहरू ढले। कयौं रात खोलाको किनारामा बित्यो। माझी समुदायमा कोलाहल मचियो। कष्टप्रद रह्यो दिनहरू। यही कष्टप्रद जिन्दगीलाई अलिकति माथि उठाउनका लागि माझीहरूले नमुना बस्तीको अवधारणालाई अगाडि सारे। 2072 को विनाशकारी भूकम्प पश्चात बनेको यो नमुना एकीकृत बस्ती पनि हो। नायिका सोइता खड्काको नाम प्रत्यक्ष रूपमा जोडिएको छ यो बस्तीसँग। नायिका सोइता खड्काले नै यो बस्ती निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छिन्। सुरुका दिनहरूमा यो बस्ती निर्माणमा लोन मिलाउने, चाँजो पाँजो मिलाउने, जग्गाहरूको व्यवस्थापन गर्ने सबै कुरा सोइता खड्काले गर्नुभएको थियो। तर पछि सोइता खड्काले यो बस्तीबाट हात झिकिन्। अहिले माझीहरूको मन कटक्क खाएको छ सोइता खड्काको क्रियाकलापले गर्दा। यो चाहिँ रक्सी पारे हो? ए अनि रक्सी पारेर चाहिँ यो के गर्नुहुन्छ? बेच्नुहुन्छ कि आफैले खानुहुन्छ? आफैले मेरो होइन तल दिदीको। ए दिदीको। अनि यो रक्सी चाहिँ खास तपाईँहरूको त सबैतिर चाहिन्छ नि? चाहिन्छ बिहे बर्मानतिर, दसैँ तिहार पूर्णिमातिर। भनेपछि 90 हुँदैन त्यो? 90 नआउने त पानी। ए यहाँभित्र चाहिँ के हाले? यहाँले चाहिँ कोदाको ऊ हालेको छ थोका। पकाएर हामी डराउन अनि यसमा हालेर अनि बसाउने पकाउने। ए टिन पार्ने भने यो टिन पार्ने त थोरो भइहाल्छ नि, आफ्नो पानी गराउनुपर्छ। ए अनि मात्रै मिठो हुन्छ। ए बेच्ने चाहिँ गर्दैन नि यतातिर? बेच्न त आफूले खान त कोदो फल्दैन, त्यति अनि अलि खानालाई चाहिँ पारिन्छ। ए ल भनेपछि 90 हुँदैन यो? हजुर 90 हुँदैन। ए सबैको घरमा पार्ने गरेर छ कि? सबैको घरमा। ए तपाईँको नाम चाहिँ के हो? बेलीमा चाहिँ। ए ल ल ल बस्नु है, हामी काठमाडौँबाट आएको यो हेर्नलाई है। यो गाउँको साक्षरता दरमा निकै वृद्धि भएको छ। बस्तीसँगै छ सामुदायिक विद्यालय। शनिबार परेकाले बालबालिकाहरू खेलिरहेका थिए।
गाउँलाई फेरो मारेपछि इन्द्रावती बगरमा एकछिन टहलिन मन लाग्यो। बाबु खराइनेमा यसरी खेल्नुहुन्छ त? बोली गरेर खाइन यता हेर्नु त, नाम थाहा छैन? माछा मार्न जाँदै रहेछन् गुण्डा माझी। उनको घाँसे गीतले मन बहलियो। यो इन्द्रावती नदीमा उनको ध्वनि प्रतिध्वनित भयो। असरमा रोप्ने फल पानीले छपुने मङ्सिराईमा गर्ने दाइ, पत्याको किन हेर्ने भएन मङ्सिराईमा गर्ने दाइ। कैबाको खेला किन गर्छ हेला दुःख पाएको बेलामा, दुधको तर हाम्रो धौले घर दुःख पाएको बेला। इन्द्रावती नदीमा माछा पर्न छोडेको छ यति बेला। यो खोलाभरि माछा मार्नेहरूको लाइन देखिन्थ्यो पहिले पहिले। गुण्डा माझीको खुर्लुङ खाली छ आज। माछा कता गए कता गए। माछा परेन किन परेन होला? पहिला पहिला त आउँथ्यो नि माछा। आजभोलि चाहिँ यो के कारणले माछा आउन छोडेछ इन्द्रावती खोलामा? हजुर। अनि पछाडि चाहिँ माछा आउने हो? के भन्छन् पहिला पहिला त भरि बोकेर जानुहुन्थ्यो नि? खोलादेखि डर लाग्छ कि लाग्दैन? मलाई खोलादेखि डर लाग्दैन। अनि खोला अहिले सुकेको जस्तो छ नि? अलि सुकेको छ। पहिला पहिला यतातिर त धान रोप्थ्यो नि यता? धान अहिले चाहिँ पुरै लग्यो नि, यहाँसम्म थियो होइन, सबै लग्यो। यात्रै भेट्न अलि मुस्किल छ। माछा पर्ला जस्तो छैन नि आज। माछा अब शिकार कि भिखार भन्छ नि त। शिकार कि भिखार? यो भने चाहिँ के नि? माछा मारे शिकार नभए भिखार। ल एकचोटि हान्न त उतै पर्छ होला। हान्दैछु नाम के हो? मेरो नाम पुगला हो। माझी। धन्यवाद माझी। हजुर। घर कहाँनिर? घर यही हो, यो नमुना बस्तीमा। नमुना बस्तीमा। अनि सुन्नु न, तपाईँले पहिला यहाँ माछाहरू कति मार्ने बाआमा दाइभाइहरू भेट्नुहुन्थ्यो नि? आजभोलि त रहेनछन् नि? छैन नि, माछै छैन खोलामा। माछै छैन? माछा छैन। अहिले माछा मार्न अन्य खोलामा जानुहुन्छ कि? हजुर। अरूतिर जाने गरेको छ कि माछा मार्नलाई? छैन सर। तपाईँ के काम गर्नुहुन्छ? म घरकै किसान गर्छु। घरकै किसान? हजुर। अनि बगर त सुकेछ नि? हजुर। घरमा को गर्नुहुन्छ नि? घरमा अहिले दुईजना माथि हुन्छौँ। बुढाबुढी? बुढाबुढी। छोराछोरी नै? छोराहरू दुईवटा भिन्दै छ। हजुर। एउटा उसमा छ कुवेतमा। हजुर। कुवेतबाट यो भिडियो हेरिरहनु भएको त छोराले केही भनिदिनुहुन्छ? ल भन्नुहोस् त, छोरालाई के भन्नुहुन्छ? एउटा मोइसियामा छ। कान्छो चाहिँ। छोराको नाम? छोराको नाम कुवेतमा रहेको छोराको नाम? विक्रम। ल विक्रम कुवेतबाट हेरिरहनु भएको छ। केही भन्ने हो छोरालाई? हामी पुर्याइदिन्छौँ नि म्यासेज। सैदा खड्काद्वारा निर्माण गरिएको भनिने यस बस्ती 28 रोपनी क्षेत्रफलमा बनेको छ। 3 आनामा एउटा घर बनेको छ। एउटा घरमा 3 कोठा र शौचालय छन्। आकार एउटै छ, रङ पनि उस्तै छ। छेउदेखि अर्को छेउसम्म कुनै वस्तु मिलाएर राखिए झैँ घरहरू चिटिक्क देखिन्छन्। सुन्दर देखिन्छ यो बस्ती।
खुल्ला होमस्टेको अवधारणाले यो बस्ती निर्माण गरिएको थियो। बस्ती जति सुन्दर देखिन्छ, यो बस्तीमा बसोबास गर्ने बासिन्दाहरूको कथा व्यथा भने धेरै नै गम्भीर छ। वर्षभरि खेतीपाती गर्दा खाना पुग्दैन, इन्द्रावती नदी खोलामा माछा आउँदैन। सोइता खड्काद्वारा निर्माण गरिएको भनेको यस बस्तीमा हरेक माझीको नाममा 4 लाख रुपियाँ लोन छ ब्याङ्कमा। यो लोन दिने लक्ष्मी सनराइज ब्याङ्क हो। सरकारले दिएको 3 लाख अनि ब्याङ्कद्वारा प्रदान गरिएको 4 लाख गरेर जम्मा यो घरको मूल्य 7 लाख पर्न आएको छ। यो ऋण तिर्न नसक्दा माझीहरूको मन बद्धबद्धि पोलेको छ। ऋण तिर्न नसक्नेहरू कालो सूचीमा परिसकेका छन्। वैदेशिक रोजगारमा गएका युवाहरूको अवस्था सन्तोषजनक देखिए पनि अन्य परिवारहरूको अवस्था बेहाल रहेको देखियो। आम्दानीका स्रोतहरू अत्यन्तै कम छन्, बाँच्न पनि दौदौ परेको छ। पहिला पहिला बगरमा धान फल्थ्यो, त्यो पनि अहिले बन्द भएको छ। खोलाले सबै बगाएको छ। इन्टरनेट जडान भएका छैनन् यो बस्तीमा। 2-4 वटा राउटर राख्न पाए माझी दाइहरू खुसी हुन्थे होलान्। केही खाद्यान्न सामग्री प्रदान गर्न पाए यी अनुहारहरूमा हाँसो आउँथ्यो होला। बालबालिकाहरूको गुणस्तरीय शिक्षाका लागि पनि केही योजना बनाउन पाए अलि बस्तीको मुहार फेरिने देखिन्छ। बस्तीमा हेर्नुपर्ने कुराहरू धेरै थिए, बुझ्नुपर्ने कुराहरू पनि कयौँ थिए। क्यामेरामा कैद गर्नुपर्ने दृश्यहरू पनि धेरै थिए। आकाशमा कालो बादल मड्डरिरहेको थियो, मेघ गर्जेको थियो, काठमाडौँ पुग्नुपर्ने थियो। बस्तीलाई बाई बाई गर्ने बेला आयो। अब चाहिँ मध्याहको 12:35 बजेको छ। अब हामी हिजोदेखि यो झाडी बस्तीमा वास्तवमा उहाँको घरमा बस्छौँ अनि उहाँले चाहिँ हामीलाई खाना खुवाउनेदेखि लिएर सबै काममा चाहिँ एकदम सहयोग गर्नुभयो। अनि खोलातिर माछा मार्न पनि गयौँ हामी। समग्रमा धेरै राम्रो लाग्यो। तर बस्ती जति सुन्दर छ त्यहाँभित्रको कथाहरू पनि अब केही सुनिए, जुन चाहिँ आगामी दिनहरूमा हामी यो विषयमा फलो गर्नेछौँ। र तपाईँलाई धेरै धेरै धन्यवाद छ। हजुर नि आइदिनु भयो होइन, बुझिदिनु भयो, फेरि आउनु होला बुझिदिएर अझै धन्यवाद तपाईँहरूलाई। अर्कोचोटि आयौँ भने हामी पक्कै पनि यही हामी बस्न चाहन्छौँ है। अनि कुनै पनि कार्यहरूमा सहकार्य गर्नुभयो भने तपाईँहरूले सम्झिनुहुन्छ भन्ने कुरामा चाहिँ मैले आशा राखेँ तपाईँबाट। र हाम्रो भाउजू चाहिँ कहाँ जानुभयो? गइसक्नु भने हिजो त हामीलाई खाना खुवाउनु भएको थियो। अनि सन्तोष भाइ के छ, सबै कुराहरू खिच्यौँ नि हामीले है? धेरै खुसी लाग्यो। मलाई धेरै खुसी लाग्यो, आइदिनु बुझिदिनु भएन। अब यस्तो यत्रो दुःख गरेर पकाएर खुवाउनु लगभग अब 1 बज्यो होइन। यहाँबाट हामी काठमाडौँ जानलाई कति घन्टा जस्तो लाग्छ अन्दाजी? 2.5 घन्टा। 2.5-3 घन्टा लाग्छ। पानी पऱ्यो भने बिचमा गाह्रो हुन्छ। बस्तीबाट बिदा हुँदै गर्दा मनमा एउटा अठोट चाहिँ गरियो, छिट्टै फर्कनेछौँ खुसी बाँड्न। तपाईँको सहयोग र समर्थन आवश्यक छ हामीलाई। तपाईँ पनि यस बस्तीका माझी दाइहरू, माझी भाइहरू, माझी बाबा आमाहरूको मुहारमा मुस्कान ल्याउनका लागि आफ्नो योगदान पुर्याउन चाहनुहुन्छ भने कृपया भिडियोलाई लाइक गरेर यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। अनि यो भिडियोलाई जति सक्यो धेरैभन्दा धेरै साथीभाइमाझ सेयर अनिवार्य गरिदिनु होला। मनमा लागेका कुरा निर्धक्क भएर कमेन्टमा लेखिदिनु होला। यो बस्तीका लागि के गर्न सकिन्छ, यो बस्तीका लागि के गर्न सकिन्छ, यसको जिम्मा मैले तपाईँहरूलाई सुम्पिएँ है।